देउसी भैलोमा यस्तो थकाइ लागेर हामी चाहिँ यहाँ बोलेर जिपको पछाडि बसेर आएको के हेर्नु न आमा अचम्मै भयो कि अचम्मै भयो हाम्रो जस्तो देउसी भैलो प्रोग्राम त कसैको पनि भएन होला सायद ओ माइ गॉड यस्तो रमाइलो भयो हेर्नु कसरी छ नि त ए सबैजना यस्तो छ थकाइ लागेर के साथीहरू हाम्रो लमजुङमा चाहिँ यस्तो माहौल छ हैन यस्तो भिड छ यस्तो भिड छ यस्तो भिड छ हाम्रो ग्रुप चाहिँ यहाँ छ है यस्तो भिड छ हेर्नु न आमा ह्यापी दीपावली एभ्रीवन अनि के सुन्नु न साथीहरू हामी चाहिँ हाम्रो लमजुङको एकदमै त्यो हुन्छ नि पुरानो फेन्सी गुरुङ फेन्सीमा चाहिँ हामी अघि नै आउँछु भनेर हामी आएको थियौँ होइन तर बन्द भइसकेको रहेछ के तर अङ्कल आन्टी चाहिँ उठ्नु भयो म देखाउँछु ल हजुरहरूलाई हेर्न सक्नुहुन्छ ओके साथीहरू हेर्न सक्नुहुन्छ अङ्कल र आन्टी चाहिँ उठिसक्नु भयो होइन हाम्रो लागि थ्याङ्क यू सो मच भन्दै चाहिँ हाम्रो कालिका पुस्तुन चेलीबेटीको देउसी भैलो कार्यक्रम चाहिँ अब सुरु गर्नुपर्ने हुन्छ ओके एभ्रीवन